अनि यसरी किन उहाँ खच्चर उहरू भयो के अरे उहाँ मान्छे बाँच्न सफल हुनुभयो। अब त्यो कुरा अब उहाँहरूलाई पनि सोधेँ म कसोले भाग्यले बाँचेँ भन्ने कुरा गर्नुभएको थियो र अब मान्छे अब यो सँगसँगै अझ मान्छेको भएको भए जनधनको क्षति भएको भए त अझ कति हुन्थ्यो र अब अहिले मान्छेको लागि केही भएन जे होस् भाग्यले बचायो। त्यस पछाडि कुरा के छ भने अब यो पशुहरू यसरी किन 10वटाको यसरी मरेको हुँदा अब यसलाई अब कसरी हुन्छ स्थानीय सरकार प्रशासन लगायत अब सम्बन्धित निकायहरूले सहयोग गरेर पहल गरिदिनु हुन अनुरोध गर्छौँ। र त्यस पछाडि कारणले चाहिँ सँगसँगै यो विद्युत प्राधिकरणले अब उसको लापरवाही हो कि उसले जानेर हो कि अब त्यसो भए के अरे बाढी प्रकोपले गर्दा पनि यो भएको। अब यसको लागि कसरी हुन्छ सबै निकायहरूले आफ्नो तबकाबाट सहयोग गरिदिन म अपिल गर्न चाहन्छु र यसै क्रममा हजुरको थोरै गुनासो सुनाउनुहोस् भनिदिनुहोस्। अनि अब यसमा यो एक नम्बर त ट्रान्समिटर नै सार्नुपर्छ। अब आज यो घटना भयो, अस्ति भैँसी घटना भयो, हजुर फेरि अनि अर्को घटना हुनसक्छ। यो ट्रान्समिटर तत्काल विद्युत प्राधिकरणले यो सही ठाउँमा यो अनि सारिदिनुपर्छ र अनि यो विद्युत प्राधिकरणले पनि आफ्नो सही डिसिजन अनुसार मेन तारको लाइनहरू सुधार गर्नुपर्छ, सुधार गर्नुपर्ने देखिन्छ। त्यसलाई अनि यो छिट्टै यो ट्रान्समिटरलाई यो अनि यो अर्को ठाउँमा सारिदिनुपर्ने देखिएको छ। हजुर ल हस् धन्यवाद छ। यसरी नै बाटो अवरुद्ध छ अनि यसरी गाडीहरू छन् र अनि यसरी किन मान्छेहरूदेखि अब हिजोदेखि नै बाटो अवरुद्ध भएको कारणले गर्दा अब जति सक्दो तत्काल यो समाधान गरेर यसरी किन बाटो सुचारू गरिदिएर सबैलाई सहजता गरिदिनु हुन म अपिल गर्न चाहन्छु र यसै कार्यक्रममा पुग्नुहोस् भने के यसरी गाडीहरू बलक परिरहेछन्। अब